Get ready with me. So मैले चाहिँ आज मजाले फेसमा क्रिम सिम लगाएर हैन चट्ट परेर सबै गरिसकेको थिएँ। आई मिन हुन्छ नि सनस्क्रिन मोइस्चराइजर एभ्रिथिङ लगाइसकेको थिएँ। सो मैले चाहिँ पहिले सुरुमा आइब्रोज बनाउन लागेँ। लिक्विड लिएर के भन्छ आई डोन्ट नो लिएर मैले चाहिँ मजाले आइब्रोज बनाएँ। पुरीले मजाले क्लिन गर्नुपर्छ नि त। सो मैले चाहिँ क्लिन गरिसकेपछि चाहिँ अब त्यो जुन डस्टहरू हुन्छ नि त्यसलाई चाहिँ मजाले रिमुभ गर्नुपर्छ। सो मैले चाहिँ हल्का क्रिम लगाएर आई मिन फाउन्डेसन लगाएर कोरियन प्रडक्ट चाहे जुनसुकै होस् त्यो डजन्ट म्याटर के, तर तपाईँलाई आउनु पर्यो, लगाउन आउनु पर्यो कि कसरी लाउने के त्यो चाहिँ आइडिया हुनुपर्छ है। ओके, प्रडक्टको बारेमा चाहिँ अब के भन्नु अब आई मिन जुनलाई पनि हुन्छ भन्नाले अब जस्तो चिप पनि लाउनु त भएन, आफ्नो स्किनको केयर त मजाले गर्नुपर्छ नि त। सो प्रडक्ट चाहिँ आफूले कसरी हुन्छ छानेर मजाले आफ्नो स्किनलाई सुट हुने टाइपले लाइक हुन्छ नि त्यसरी गर्नुपर्छ। मलाई चाहिँ के लाग्छ भने स्किनमा अरूमा खर्च गर्नु सक्दा स्किनहरूको लागि चाहिँ अलिकति लोभ नगर्दा राम्रो, किनभने आफ्नो स्किन हो नि त। भोलि गएर अब बिग्रियो या पोतो सोतो आउने पिगमेन्टेसनहरू के भन्छ नि त्यस्तो आउने भयो भने त राम्रो देख्दैन। सो या त्यही हो, प्रडक्ट चाहिँ अलिकति हुने हुनुपर्छ। त्यही हो, मैले चाहिँ कुनै खासै ब्रान्डेड प्रडक्टहरूलाई चाहिँ जस मलाई सुट हुने र ठिक्कको के भन्छ ठिक्कको प्राइसको मैले चाहिँ त्यही हो लगाएको छु, जस आफूलाई लाउन जान्नुभयो पर्यो। ओके, यति भन्दै म चाहिँ होइन पुरा लाइन तानेर लाइन गर्दै थिएँ। अनि मलाई चाहिँ फेरि कर्नरमा चाहिँ वाइटहरू एकदम मनपर्छ क्या। सो मैले चाहिँ वाइट ल्याएर यही वाइट लाएर वाइट सिमरी आई थिङ्क वाइट सिमरी त्यही हो, मैले चाहिँ त्यसै लगाएको थिएँ। अनि मलाई चाहिँ लास्ट मनपर्छ कि यो कर्नरमा वाइट भएको होइन। सो ब्युटिफुल जस्तो लाग्छ अरे। एनिवेज त्यही हो, हरेक चिज चाहिँ आफूले जान्नुपर्छ भन्ने हुन्छ होइन। म चाहिँ एउटा ब्युटिसियन भएको भएर मलाई चाहिँ यतिको नलेज छ, अझ पनि लाग्छ मलाई अझै पनि थाहा छैन, मलाई अझै सिक्नुपर्छ जस्तो लाग्छ। सो म चाहिँ अझै सिक्नमा फोकस गर्दैछु। जस मैले चाहिँ न्युड मेकअप गर्न खोजेको हो। सो मैले चाहिँ हल्का गिल्टर पनि लगाइदिएको थिएँ। त्यही हो, आफूलाई जति आउँछ जे आउँछ आफूले सोअप गर्ने हो या आफूले देखाउने हो। किनभने हजुरहरूले गर्नुहुन्छ युटिलाइज गर्नु हुँदैन भने त्यसको कुनै भ्यालु हुँदैन नि त। सो आफूले चाहिँ जति जे आउँछ अलिकति के भन्छ देखाउनुहोस् होइन। अलिकति भए पनि सिकिन्छ, ल यति भए पनि मलाई आउँदो रहेछ भन्ने हुन्छ नि त। त्यही हो, त्यो भन्दै चाहिँ म चाहिँ फाउन्डेसन लाउँदैछु। मलाई चाहिँ खास फाउन्डेसन चाहिँ हातमा लगाएर सनस्क्रिन मोइस्चराइजर जस्तो लगाउनु लाग्छ। यो ब्रस ब्लेन्डहरूले भन्दा नि मलाई चाहिँ मजाले लगाएर अनि ब्लेन्डले चाहिँ मजाले थप गर्नु लाग्छ। तर मैले चाहिँ यहाँ ब्रस नै युज गरेको छु, अलिकति प्रेजेन्टेबल पनि देखाउनु पऱ्यो नि होइन, प्रोफेसनल टाइपले। सो मैले चाहिँ त्यही अनुसारले त्यो गरेको छु। अनि मैले चाहिँ यो भिडियो बनाउँदाखेरि चाहिँ मैले खास म्युजिक हालेको थिएँ। अनि मलाई चाहिँ कस्तो मनै परेन कि कस्तो लाग्यो। सो मैले चाहिँ होस् आफ्नो ओन भोइस नै बनाउँछु भनेर मैले चाहिँ ओन भोइस बनाएँ। अनि त्यसपछि मलाई चाहिँ त्यो मेकअप एकदम हुन्छ नि लाइक मन परेर भएर मैले चाहिँ आज ल लेट्स ट्राई इट भनेर गर्न खोजेको हो। अनि अरू के भन्छ भने केटी मान्छे भनेको अलवेज रिमेम्बर है, अलवेज अरूमा डिपेन्ड हुनु हुँदैन। आफूलाई जति जे आउँछ आफ्नो हातमा सिप चाहिँ हुनैपर्छ। चाहे त्यो तिमी कमाऊ, थोरै कमाऊ या धेरै कमाऊ, तिम्रो हातमा सिप भएपछि चाहिँ कसैले पनि तिमीलाई औँला उठाउन सक्दैन क्या। सो केटी मान्छे भएर अलवेज होइन आफ्नो हातमा एउटा न एउटा सिप हुनुपर्छ। पछि गएर बुढाले कमाएर ल्याउला नि, आमा बाउले खुवाउला नि, यस्तै ब्ला 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 ब्ला। सो म चाहिँ त्यो डिपेन्ड गर्दिनँ कि, किनभने मलाई के लाग्छ भने म केटी मान्छे भएर म यति पनि गर्न सक्दिनँ।
उयो गर्न सक्दिनँ र भन्ने टाइपको लाग्छ क्या। सो त्यही हो मलाई चाहिँ। अनि मैले चाहिँ अब सिकेको छु, अब किन भनिराख्नु होइन, आफ्नो बयान किन गर्नु। एनिवेज अनि त्यही हो। अनि यसरी लाउने हो होइन। मैले अर्को भिडियोहरू पनि बनाएको छु, तपाईँहरूले युट्युबमा गएर नि हेर्न सक्नुहुन्छ, टिकटकमा नि हेर्न सक्नुहुन्छ। मैले यस्तै मेकअपको भिडियो राखेको छु। अब कतिलाई लाग्ला यसले कस्तो मेकअप गरेको चाहिँ, यसलाई त नआउने यस्तो यहाँ हो। अरे यार मेकअप भनेको एउटा आर्ट हो। आफूले कसरी खेलाउने, कसरी उ गर्ने। मेकअपलाई जति जाने त्यति कलरलाई जाने त्यति आफूलाई राम्रो आउँदै जान्छ, सिक्दै जान्छ, राम्रो हुन्छ आफ्नो लागि। सो मलाई जे आउँछ मैले देखाएँ होइन, मैले गरेँ। अब तिमीहरूलाई आउँदैन भने तिमीहरू नगर, अर्काको बारेमा कुरा पनि नकाट। अर्काको बारेमा कुरा काटेर खाना पच्छ भने मेरो भन्नु केही छैन। सो या त्यही हो, जल्ने मान्छे जलिरह, तिमीहरू जलिरह। म चाहिँ आफ्नो प्रगति गर्दै जान्छु, भर्खर स्टेप बढाउँदैछु, योभन्दा अझै बढ्ने छु। तिमीहरू सबले हेरेर बस्छ ल भनेर चाहिँ म यसरी भन्छु। त्यही भएर आफूलाई जति आउँछ त्यो गर्दा केही फरक पर्दैन के। नो वान इज पर्फेक्ट इन वर्ल्ड के। कोहीले पनि आमाको पेटबाट सिकेर आउँदैन नि त, सबैजना लर्न गर्ने नैबाट आएर। सो लर्न फ्रम दिस होइन। अर्काको हेरेर हुन्छ कि आफूले गरेर हुन्छ कि कसरी हुन्छ, गर्न सिक्नु पर्यो। आफ्नो हातमा एउटा सिप त ल्याउनु पर्यो नि। भोलि तिमी बाउआमाको उसमा भरमा नपर, तिमी भोलि बिहे गरेर जान्छ बुढाको भरमा नपर। एटलिस्ट आफूले थोरै भए त कमाउँछ नि यार। आफूमा एउटा यस्तो साहस हो के भनौँ, त्यही यस्तो खुसी हुन्छ नि। कुरै छोड्दै ओके। अनि मैले चाहिँ मेरो चाहिँ हाइलाइट चाहिँ यस्तो दामी लाग्छ क्या मलाई चाहिँ होइन। त्यो पुरा टर्क। अनि मलाई चाहिँ स्पेसली यो नोजमा चाहिँ खासै लाउनु लाग्दैन, किनभने चुच्चो देख्छ। अनि त्यही पनि मैले होस् कस्तो राम्रो देखाएछ भनेर लगाइदिएँ, मजाले लगाएँ, पोतेँ है। अनि मैले चाहिँ अब के अरे वाटर लाइनमा पनि लाउनु पऱ्यो नि त। अनि वाटर लाइनमा पनि लगाएँ, मजाले मेकअप सेकअप गरेँ। अनि म खासै जाने त कहीँ होइन, त्यही पनि भए पनि यसो युटिलाइज गरौँ न, टाइम वेस्ट किन गरौँ होइन। आफ्नो कला देखाउँ न, कला भनेर मैले चाहिँ कला आफ्नो देखाएको क्या। त्यही हो भगवान्। मैले चाहिँ कला देखाउँदा देखाउँदै मैले चाहिँ पुरा त्यो मस्काराको उसले आँखामा घोचेँ कि। यस्तो केयरलेस छु कि यार म पनि। अनि मलाई चाहिँ ब्राउन लिपस्टिक र न्युड लिपस्टिक लास्ट के मनपर्ने। अहिले चाहिँ ट्रेन्डिङमै त्यही आइरहेको छ नि त, खालि त्यही लिपस्टिक लाउने। अनि अझ मसँग चाहिँ राम्रो ब्राउन छैन कि, मसँग यही मात्रै छ। सो मैले नि त्यही ट्राई गरेर हो है। किम कार्दासियन टाइपको मेकअप गर्न खोजेँ के खास भन्नुपर्दा, एक्चुली भन्नुपर्दा चाहिँ किम कार्दासियनको जस्तो। मलाई यो न्युड र यो ब्राउन चाहिँ अति मनपर्छ क्या। झन् यो न्युड चाहिँ मलाई मेरो एन्जिला दिदीले ल्याइदिएको हो अस्ट्रेलियाबाट। यस्तो दामी छ नि, मलाई चाहिँ लास्ट मन परायो क्या यो कलर चाहिँ। त्यही हो। यदि भन्दै चाहिँ अब म हल्का लिपलाई चिल्लो बनाएर ग्लसी बनाएर राम्री बन्दैछु है त। अब आयो फिक्स स्प्रे, सेटिङ स्प्रे है। सेटिङ स्प्रे यो चाहिँ कस्तो ग्लो आउने सेटिङ स्प्रे छ कि। यो चाहिँ लुक एट माई फेस अलमोस्ट डन। लाइट्स क्यामेरा एक्सन। सो या मेरो चाहिँ फोटोसुट यही थियो। हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस् है। अनि थ्याङ्क यू सो मच फर वाचिङ।